वेलकम टू माई ब्लग न्यू ब्लगमा तपाईँलाई स्वागत छ र सर्वप्रथम नमस्ते। यो नाइटमा मैले भिडियो बनाउनुको एक रहस्य छ र आज म चाहिँ बराइनदेखिबाट बोल्दैछु, तपाईँहरूलाई थाहा नै छ होइन। र हिजो भर्खरै ज्योति मगर बराइनमा आइसक्नु भएको छ र आज उहाँको कन्सर्ट छ मनमा होइन। मना के भयो डिब्लिङ होटल हो कि के भन्नेमा कन्सर्ट छ, म त्यहाँ जाँदैछु र बिचमा कस्तो कस्तो हुन्छ के पो हुन्छ होइन, त्यो म देखाउने कोसिस गर्नेछु। राम्रो नराम्रो जे जस्तो भए पनि हेरिदिनु होला। र म चाहिँ एकदमै तयारीको साथमा एकदमै भइसकेको छु र मेरो साथमा हुनुहुन्छ क्यामेराम्यान, मेरो साथी हुनुहुन्छ, साथीले चाहिँ हल्का हेल्प गरिदिनु भएको छ मलाई होइन। अब म एकदमै रेडी भएर अब निक्लिने क्रममा छु र यहाँबाट बिचमा जस्तो जस्तो जेसुकै पनि होस् अनि तपाईँहरूले पक्कै पनि हेरेर माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु, कमेन्ट गरिदिनु होला। कस्तो हुन्छ हेर्न नभुल्नु होला। ल सो गाइजहरू म अब यहाँबाट चाहिँ अब निक्लिँदैछु र अब यो अब यहाँबाट जाँदै क्रममा छु। अब यहाँदेखिबाट म निक्लिने अवस्थामा होइन। अब के हुन्छ कस्तो कस्तो हुन्छ अब म तपाईँहरूलाई देखाउने नै छु। सो म अब यहाँदेखि म 3 फ्लोरमा छु। 3 फ्लोरबाट अब म जाँदैछु, लिएर आउँदैछ होइन। अब हेर्दै गर्नु होला कस्तो कस्तो हुन्छ के हुन्छ। हजुर हजुर। सो गाइजहरू म चाहिँ अब तल ग्राउन्ड फ्लोरमा आइपुगिसकेँ होइन। अब यहाँदेखि म जाँदैछु, यहाँदेखि म अब बाहिर निक्लिँदैछु। के हुन्छ कस्तो हुन्छ होइन। अब म चाहिँ यहाँबाट तल ग्राउन्ड फ्लोरमा निक्लेर अब यहाँबाट जाँदैछु गाइजहरू, हेर्दै गर्नु होला होइन कस्तो कस्तो हुन्छ के हुन्छ। र आज अब ज्योति मगर लगायत अन्य कलाकारहरू उपस्थित भइसक्नु भएको छ होइन। अब 6 o'clock भन्नुभएको थियो कन्सर्ट सुरु हुने। अब म चाहिँ ढिलो भयो किनकि व्यस्तता मेरो ड्युटीको कारणले गर्दाखेरिमा, अनि ड्युटी थियो नि त मेरो, त्यही भएर अनि ड्युटीबाट म आज हल्का चाँडै नै आएर सुती लिएर चाँडै नै आएर र म जाँदैछु। अब यहाँदेखि अगाडिदेखि म बस पक्रिन्छु, म बस स्टेसनमा जाँदैछु। कस्तो कस्तो हुन्छ के हुन्छ अब अगाडि गरौँला गाइजहरू। त्यही हो। सो यसमा चाहिँ मैले अस्ति यो भ्लग बनाउनको लागि लिएर आएको थिएँ, के अरे माइक लिएर आएको थिएँ, तर यो माइक चाहिँ तपाईँको भएन कि यसमा सपोर्ट गरेन कि यसमा भएन। फेरि म त्यसलाई पनि अब सर्ने पनि गर्नु मिल्छु। अर्को यसलाई लिएर आयो भने फेरि भयो भने म तपाईँहरूलाई देखाउने छु गाइजहरू। अनि अब यो त्यस्तै। अब यो चाहिँ मेरो क्याम्प होइन, यो माथि हाम्रो क्याम्प छ, यो हामी बस्ने बिल्डिङ हो। सो अब हेरौँ के हुन्छ कस्तो कस्तो हुन्छ गाइजहरू। गाइजहरू हामी चाहिँ अलरेडी अब बस पार्कमा आइसकेको छ होइन। एकैछिन त्यहाँ आउँछ। ल हामी चाहिँ अलरेडी अब गाइजहरू अब हामी चाहिँ यहाँ आइसकेको छौँ। अब 1 2 3 4 जना होइन सबै आइसकेको छौँ। अब हामी चाहिँ बसको वेटिङमा बसिरहेको छ होइन। बस पनि माथिदेखि आइरहेको छ, बसको वेटिङमा बसिरहेको छौँ र जान्छौँ हामी आज। अब हामीलाई यति थाहा छ ज्योति मगर आउनु भएको छ अरे होइन, सबैले गर्नुभएको छ होला। अब अनि त्यस पछाडि अब को आउनु भएको छ होइन, त्यहाँ अन्य कलाकारहरू हुन्छ, अन्य मोडलहरू हुन्छ, जुनसुकै पनि जो पनि हुनुहुन्छ। हामी चाहिँ इन्जोय गर्ने रमाइलो गर्ने भने हामीले इन्जोय मोमेन्ट दिनको लागि आउनु भएको छ, हामी दिने हो। ल गाइजहरू भाइ के छ अनि आज चाहिँ अब डर रमाइलो गर्नुपर्छ ल। तपाईँ भइसक्यो रमाइलो हुँदैन त मेरो दाजु। ए ल ठिक छ, एकदमै आज दामी रमाइलो गर्नुपर्छ। यता दाजु हुनुहुन्छ, अब यता भाइ छन् होइन, यतातिर हाम्रो दोस्त हुनुहुन्छ अनि यतातिर हाम्रो दाइ छन्। ल बस पनि हाम्रो अलरेडी अब बस पनि आइसक्यो गाइजहरू। यो हाम्रो बस हो, हामी चाहिँ यहाँबाट जान्छौँ अब। ल ओके छैन। सो गाइजहरू अलरेडी बसमा बस्छ है पछाडि आएको छैन। अनि अब यता हाम्रो दाजु यतातिर बसिसक्नु भएको छ, बस अब अलरेडी हिँडिसक्यो र हामी चाहिँ अब जाँदैछौँ होइन। अब एकदमै खुसी भइरहेको छ, एकदमै ह्याप्पी मोडमा छौँ र आज के हुन्छ कस्तो कस्तो हुन्छ रमाइलो के हुन्छ होइन हुन्छ। सो गाइजहरू हामी चाहिँ अलरेडी अब बस पार्कमा आइसकेको छ, बस स्टेसनमा। र हाम्रो चाहिँ अब हाम्रो बसमा आइसकेको छ होइन। अब यहाँदेखि हामी चाहिँ अब बसमा झर्ने कार्यक्रम छौँ र अब पुग्यो। ल केटा हो अब
बसमा झरिसक्यो गाइजहरू यो होइन बस स्टेसन यो हाम्रो बयानको मनोमा यो टावर देख्नुभयो होला यो नाइटमा ल सो गाइजहरू हामी चाहिँ हल्का अब अतिथि जाने अवस्थामा छौँ होइन सो यहाँ गाइजहरू हामी चाहिँ अलरेडी अब बस पार्कमा झरिसकेको अवस्था छ र बस पार्कबाट समथिङ 100 मिटरको धुरीमा हामी चाहिँ 100 मिटरको धुरी भन्दा 100 मिटरको आसपासमा हामी चाहिँ आइसकेको छौँ 100 मिटरको आसपासमा हाम्रो चाहिँ प्रोग्राम छ होइन अब यहाँदेखि बस पार्कदेखि हामी 100 मिटरको आसपासमा हाम्रो प्रोग्राम छ त्यहाँ गएर हामी चाहिँ रमाइलो गर्ने छौँ र अब यहाँभन्दा पछाडि हेर्दै गर्नु होला जुन पनि हुन्छ होइन हामी देखाउने कोसिस गर्छौँ गाइजहरू अब यही हो हेर्न सक्नुहुन्छ मनमा बराइन मनमा त्यहाँदेखि ट्याक्कै तपाईँहरू अब नयाँ बराइनमा आउनु भएको छ भनेपछि होइन नयाँ बराइनमा आउनु भएको छ भनेपछि गाइजहरू यहाँबाट बस स्टेसनमा झर्नु होला स्याटो पारेर होइन बस स्टेसन झरिसकेपछि लेफ्ट हान्नु होला सिधै लेफ्ट हानिसकेपछि तपाईँ सिधा 100 मिटरको धुरीमा आसपासमा तपाईँको डेभोनेन होटल छ त्यसमा चाहिँ तपाईँको पाउन सक्नुहुन्छ हाम्रो देशले कस्तो प्रोग्रामहरू हुन्छ त्यहाँ हुन्छ होइन हुन्छ गाइजहरू ओके छ अब केही छैन हामी चाहिँ अब जाँदैछौँ भिडभाडहरू अब आजको दिनमा अब यो रमजानको ऊ छ होइन त्यसमा चाहिँ एकदमै यो बाहिरतिर पब्लिकहरू धेरै नै यताउता धेरै भइरहेको छ धेरै पब्लिकहरू छन् तपाईँहरू अब आज चाहिँ घर रमाइलो गर्नुपर्छ त्यस्तै छ पारा हामी हिँडेको हिँडै भने जस्तो रमजानको मतलब अब लास्ट दिन होइन यो चाहिँ त्यही भएर यो देख्न सक्नुहुन्छ तपाईँहरू पब्लिकहरू एकदमै पब्लिक छ क्या यहाँ पब्लिक तर अब यो सिटी हो मेन ठाउँ नै हो पब्लिक त भइरहेको तर चाहिँ आज चाहिँ एकदमै लास्ट चाहिँ पब्लिक छ गाइजहरू अब यहाँबाट हामी अब समथिङ अब 50 मिटर आइसक्यो अब 50 मिटर बाँकी छ 50 मिटरमा हामी चाहिँ बस पुगिहाल्छौँ आइपुग्छ अब हेलो गाइजहरू ल पुनः पनि म फेरि दोहोऱ्याउँदै नै छु र हामी चाहिँ अहिले ब्लु डायमन्ड होइन ब्लुमिन होटलमा आइसकेको छौँ मनमाको जस बबल बरानको आडको यतापट्टि हाम्रो मुस्कान होटलको यतापट्टि आडमा होइन ब्लुमिनमा आइसकेको छौँ हामी सबै दाजु हुनुहुन्छ यतातिर दाजु हुन्छ यता भाइ छ होइन यतातिर हाम्रो भाइ छ होइन यहाँ हल्का फुल्का अब खाना पनि खाएको छैन खाना अनि यहाँ पछाडि हामीले गाउँ गर्नु जान्छौँ गाउँसँग चाहिँ गरौँ इन्जोय रमाइलो हुन्छ सो गाइस एभ्रीबडी हाम्रो चाहिँ प्रेम दाइ हुनुहुन्छ अनि त्यसपछि हाम्रो यहाँ मगर सर हुनुहुन्छ होइन त्यसपछि हामी जाँदैछौँ देख्न सक्नुहुन्छ तपाईँहरू होइन अलरेडी हाम्रो चाहिँ यहाँ पुगिसकेको छौँ हामी यसले अब यो पुरै यो के भिडभाडहरू धेरै भइरहेको छ तर चाहिँ हामी चाहिँ अब जान खोजिरहेको छौँ यहाँभित्र होइन अब जानुपर्छ टिकट हाल्नुपर्छ होइन सबै कुराहरू भइरहेको छ साथीहरू ल अगाडि बढौँ न एकदमै भिडभाड पुरै भइरहेको छ कि ल यता आउनु दाइ यता आउनु टिकट कति जानु ल दाइ ल हामीलाई अब टिकट काट्ने गरौँ भइरहेको छ होइन ब्यागमा हो ल कहाँ हो रे ए बदम भाइ ए मगर भाइ कमिङ
ल हामी चाहिँ टिकट काट्ने प्रोग्राममा छौँ होइन कतिजना केटाहरू कतिजना 1 2 3 4 5 6 7 8 9 8 ल बाटो छोडौँ न म त बेनिफिटमा हान्ने हो त नि प्रेम दाई आउन ओ प्रेम दाई अहिले बिलेर सक्यो छोरा 8 वटा हान्दियो 8 10 वटा हान्दियो ए प्रेम दाई आउन न ए प्रेम दाई भाइ देखाइरहेको छु हो सबैजनालाई देखाइरहेको छु पुरै एकदमै बवाल एकदमै पाहाडी भइरहेको छ होइन रमाइलो भइरहेको छ एकदमै दामी भइरहेको छ तर भिडभाड धेरै भइरहेको छ अहिले चाहिँ अब यो भिडभाड पनि धेरै भइरहेको छ क्या जोडी गाएको हेलो नेपाली राष्ट्रवाद बहराइनका महामहिम राजदूत श्री तीर्थराज वाग्लेज्यू लगायत विशिष्ट अतिथि र विशेष अतिथिहरूलाई सभामा आएर पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिदिनु हुनका लागि विनम्र अनुरोध गर्दछु। ताली बजाएर स्वागत गरिदिनु होला। रमाइलो जतिसुकै जेसुकै पनि हुन्छ हामी जस्तो पनि हुन्छ हामी चाहिँ तपाईँहरूको माझमा देखाउने छौँ तर मोबाइलमा चार्ज पनि अलिकति कम भइसकेको छ होइन अब म त्यही भन्न चाहन्छु यही हो अब यहाँसम्म आइसक्छौँ अब सबै कुराहरू भइसक्यो त्यसै गरी म यस आसन ग्रहणको क्रमलाई निरन्तरता दिँदै लामो समयदेखि रहनुभएका आफ्नो कला हाम्रो प्रतिभाले हामी नेपाली समाजलाई अत्यन्त मनोरञ्जन दिइरहनुभएका नृत्यकला कलाकार हुनुहुन्छ उहाँलाई म एकचोटि स्टेजमा निक्लाउन चाहन्छु। त्यसपछि हेलो गाइज हो सम्झो तपाईँहरू यहाँ सोल्टिना टन्नै हुनुहुन्छ होइन अब यतातिर हाम्रो नगरको चाहिँ एउटा गाना
साथीहरू यहाँभन्दा पछाडि अब भिडियो बनाउने अझै मनै थियो लास्टसम्म इन्डिङसम्म रुमसम्म पुग्नेसम्म भिडियो देखाउँछु म तपाईँलाई भनेको थियो तर सो देखाउन पाएन होइन अब मोबाइल पनि अफ भयो ड्युटीदेखि डाइरेक्टै रुमदेखि गएर रुमदेखि नै डाइरेक्टै अब उहाँ कन्सर्टतिर गएको त्यही भएर अब धेरै चार्ज पनि थिएन मोबाइलमा मोबाइल अफ भयो भिडियो बनाउँदा अब ठिक छ जस्तो छ माया गरिदिनु होला लाइक सेयर कमेन्ट सब्सक्राइब गर्नु नभुल्नु होला प्रतिक्रिया दिनु नभुल्नु होला र लङ टाइम पछाडि म तपाईँहरूको माझमा उस्तो भइसकेछु ब्लग लिएर अब त्यही पनि आधा अधुरैमा के ठिक छ नि त अब नेक्स्ट टाइम कोसिस गर्नेछु हस् धन्यवाद सबैलाई माया छ मिठो सम्झना छ मिस यु